अर्थतन्त्र र यहाँका कामहरू सबै कब्जा लिएको कारणले गर्दाखेरि राज्यका चाहिँ सम्पूर्ण निकायहरू चाहिँ बेलायतको कब्जा लिएको कारणले गर्दा नै यो असफल हुन गएको हो नि त। त्यो कुरो हामीले बुझ्नुपर्छ। अनि यसरी चाहिँ एउटा मानसिक रूपमा पनि नेपालीहरूलाई चाहिँ एउटा चाहिँ निराश बनाउने काम चाहिँ भइरहेको छ क्या यहाँ। अनि अब जेएनजी भाइहरूले जितेका थिए। जेएनजी आन्दोलनमा चाहिँ अराजकहरूको चाहिँ घुसपेट भयो जेएनजी उसमा। जेएनजीहरूको त माग त्यो होइन नि, त्यो घर जलाउने यता जलाउने उ गर्ने दुनियाँभर गर्ने त्यस्तो त्यो हिउँसम्म मचाउने जेएनजी भाइहरूको त थिएन। भाइ बहिनीहरूको उनीहरूबाट वर्षा निर्माण गर्ने, सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध हटाउने, प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउने भन्ने यस्ता किसिमका सान्दर्भिक मागहरू थिए। त्यहाँ घुसपेट भयो। अराजकहरूको जो देशलाई चाहन्नन्, देशलाई असफल बनाउने जसको त्यो घुसपेट भयो त्यहाँ। अब एउटा चाहिँ त्यो देशलाई माया गर्ने मान्छेले त्यो देशको सीमा दरबार जलाउनु, यो कुरो बुझ्न जरुरी। त्यो देशलाई माया गर्ने मान्छेले न्यायालय जलाउनु, त्यो देशलाई माया गर्ने मान्छेले राष्ट्रपति भवन जलाउनु, यो कसरी चाहिँ नेपाललाई असफल बनाएर यहाँ विदेशी घुसपेट बनाउने हो त्यस्तो किसिमको तत्त्वले गर्दाखेरि यो त्यो त घुसपेट भयो। अब बाबुराम भट्टराईले जेएनजी आन्दोलनको अघिल्लो दिनमै चाहिँ यो आन्दोलन गर्नुपर्छ भनेर भन्दा बाबुराम भट्टराईको घर जरे। प्रचण्डले चाहिँ समर्थन दिँदाखेरि प्रचण्डको घर जरे होइन, रेणुदारको घर जरे। रेणुदारको त केही दोष छैन। यो अराजक किसिमको चाहिँ यो नेपाललाई असफल बनाएर यो चाहिँ सङ्घीय लोकतन्त्र गणतन्त्रलाई चाहिँ असफल कसरी बनाउन सकिन्छ भन्ने तत्त्वको घुसपेट हो। यसका विरुद्धमा हामी आज लागिनौँ र हामीले समझिदिँदै नै हामीले सोचिनौँ भनेपछि भोलि भने यो देशलाई चाहिँ धेरै धोका हुनेवाला छ। एकतिर अमेरिकाले सेना ल्याउन चाहिरहेछ, कसरी ल्याउने हो भन्नेमा चाहिँ ऊ भइरहेको छ, विभिन्न किसिमको प्रबन्ध मचाउने आइरहेको छ। अर्कोतिर इन्डियाको चाहिँ आफ्नो प्रतिपूर्तिको लागि चाहिँ उसले चाहिँ खेल खेलिरहेको छ। यस्तो अवस्थामा हामीहरूले सबै चाहिँ एक भएर कुनै पनि पार्टी यताउति नबनेर